2082सम्म आइपुग्दाखेरिमा यहाँको स्थानीय अभिभावकले र यस विद्यालयमा अध्यापन गराउनु अभिभावकले विद्यालयलाई बोलेको योगदान दिएको सल्लाह सुझाव सहयोगको बावजुद आज हामी 750 भन्दा बढी विद्यार्थी राखेर पढाउन सफल भएका छौँ। यस क्षेत्रको बुटोलवाडीको उत्कृष्ट विद्यालयको रूपमा हाम्रो विद्यालय परिचित भइरहेको छ। हामीले यदि एसएलसी रिजल्टलाई मापदण्ड मान्ने हो भने मानक मान्ने हो भने विगतको लामो समयदेखि कोभिडभन्दा पहिलाको रिजल्टलाई सरकारले पैसा दिए पास हुने भन्ने थियो। त्यसको त के असर भएर त्यसपछिका वर्षहरू यहाँ आए। यी वर्षहरूमा हाम्रो उत्तीर्ण हुने विद्यार्थी र उनले प्राप्त गर्ने जिपिए उच्च रहँदै आएको छ। गत सालको एसएलसी रिजल्टमा पनि 3.77 जिपिए प्राप्त गरेर क्षेत्रको उत्कृष्ट विद्यालय त्योभन्दा पहिला 3.75 3.8 यसरी जिपिए आइरहेको अवस्था छ भने हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरू थुप्रै हामीले कमी होलान्। अन्य विद्यालयको तुलना गर्दा यो भएन वा त्यो भएन भन्ने होलान्। तर शैक्षिक रूपमा हेर्ने हो भने बुटोलको कुनै पनि विद्यालयभन्दा कमी अवस्थामा छैन। हामीले थोरै भौतिक संरचनामा कमी थियो। हामीले क्रमिक रूपमा सुधार गर्दै गइरहेका छौँ र आगामी वर्षसम्ममा हामीले भौतिक रूपमा सुविधा सम्पन्न विद्यालय बनाउनेछौँ। हाम्रो कम्प्युटर ल्याबदेखि साइन्स ल्याबदेखि हाम्रा अन्य अतिरिक्त क्रियाकलापमा हामीले सुविधा सम्पन्न विद्यालय बनाउनेछौँ। सुविधा सम्पन्न कक्षा कोठाहरू बनाउनेछौँ। यसको सुरुवात हामीले मन्टेसरीबाट सुरु गरिसकेका छौँ। अहिले हामीले एलकेजीसम्मको विद्यार्थीलाई एउटै बेन्चमा 5-6वटा विद्यार्थी कोचेर राख्ने सिस्टमबाट हटाएर एउटा विद्यार्थीलाई एउटा बेन्च एउटा टेबल जुन अहिले अगाडि सानो केटाकेटी बसिरहेका छन् एउटा 1:1 रेसियोमा एउटा विद्यार्थीलाई कुनै प्रकारको डिस्टर्ब नहोस् भनेर त्यो किसिमले हामीले सुरु गरेका छौँ। यसलाई हामी युकेजीसम्म लैजान्छौँ। उहाँदेखि 2:1मा 2टा विद्यार्थी मात्र एउटा बेन्चमा बस्ने र त्यस्तो किसिमले हामीले यसले 5सम्म लैजानेछौँ भने 5भन्दा माथि बल्ल एउटा बेन्चमा 4जना विद्यार्थी यो किसिमले विद्यालयको योजना बनाइरहेका छौँ भने हामीले आउने वर्षसम्ममा यस क्षेत्रको उत्कृष्ट मन्टेसरी बनाउनको निमित्त सम्पूर्ण पूर्वकालीन रूपमा हामीले योजना बनाइसकेका छौँ। त्यसको खर्च इस्टिमेट कति हुन्छ, के सामान राख्ने, कस्तो बनाउने, कसरी डेकोरेसन गर्ने भन्ने कुराको पनि योजना बनाएका छौँ। अब यो अहिलेको जो गर्मी बिदा हुन्छ त्यसमा हाम्रो फेरफार र संरचना सुधार हामीले गर्ने योजना बनाएका छौँ भने विद्यार्थी र स्टुडेन्ट रेसियोलाई अब एउटा कक्षामा 30जना 40जना 45जना विद्यार्थी राखेर पढाइ हुँदैन। चाहे त्यो ठुलो विद्यालय होस् सानो विद्यालय होस् विद्यालयमा विद्यार्थी र स्टुडेन्ट रेसियो मिल्न पर्छ। किनभने यो इन्टरनेसनल मापदण्ड हो। अन्तर्राष्ट्रिय मापदण्ड भनेको 15:1 हो। 15जना विद्यार्थी बराबर एउटा शिक्षक हुनुपर्छ। यो अन्तर्राष्ट्रिय मापदण्ड हो। अब हामी कहाँ त्यो छैन। 30जना 35जना 40जना राख्ने अवस्था छ। हाम्रोमा त होइन सबैको। अब हामीले यसलाई परिमार्जन गर्ने सोचमा छौँ। यो वर्षदेखि मन्टेसरीमा हामीले 15:1 रेसियोमा 15जना विद्यार्थी 1जना शिक्षक र एउटा कोठा त्यो बनाउनेछौँ। नर्सरीदेखि युकेजीसम्म 20जना विद्यार्थी 1जना शिक्षक यसरी बनाउनेछौँ। अनि एलकेजी 1देखि 3सम्म 25जना त्यसपछि गएर 30जना र माथिल्लो क्लासमा 35भन्दा बढी गराउने। यसरी विद्यार्थी स्टुडेन्ट रेसियो मिलायो भने बल्ल शैक्षिक गुणस्तर माथि हुन्छ हुन सक्छ भन्ने लागेर हामीले पुर्याउँदैछौँ। किनभने विद्यालय कुनै सानो र ठुलो हुँदैन। पढाउने शिक्षकले कसरी पढाउँछ र कतिजना विद्यार्थी राखेर पढाउँछ त्यसले निर्भर गर्ने हो। कुनै पनि विद्यालयमा चाहे हाम्रो होस् या ठुलो होस् या शिक्षक राखेको हुँदैन राम्रो पढाउँ भन्ने उसको चाहना हुँदैन। बाध्यता के हुन्छ भने धेरै विद्यार्थी राखिदिन्छ गुणस्तर आउँदैन। केही कक्षाहरूमा थोरै धेरै भएकै हो। अब हामीले बढी भयो भने विद्यार्थी भर्ना नगर्ने हामी गर्न सक्दैनौँ भने तर हामीले देशभन्दा माथि 1जना पनि विद्यार्थी नराख्ने ताकि त्यस क्षेत्रकै गुणस्तरमा गुणस्तर भएको विद्यालय हुन सकोस् भन्ने कुरा त्यो कुरामा हामी प्रयत्न छौँ। अनि हामीले पाठ्यक्रम के छ पाठ्यपुस्तक के छ भन्ने भन्दा पनि विद्यार्थीको व्यवहार के छ भन्ने कुरालाई अत्यन्त गहिरिएर त्यही अनुसारको पठन पाठन गर्ने कुरामा अब हामी प्रतिबद्ध छौँ। अब हामीले प्रत्येक शुक्रबारलाई विद्यार्थीको व्यवहारसँग जोडेर विद्यार्थीले गर्ने क्रियाकलापसँग जोडेर विद्यार्थीले उसको घरमा आउँदा पाहुनाले के गर्नुपर्छ, आफू उठेपछि के गर्नुपर्छ, सुत्ने बेलामा के गर्नुपर्छ, स्कुल जाँदा के गर्नुपर्छ, आउँदा के गर्नुपर्छ,
घरमा पुगेपछि के गर्नुपर्छ, बाटोमा कसरी हिँड्नुपर्छ भन्ने कुरालाई हामीले प्रत्येक शुक्रबार किताब उल्टाएर नपढाउने, बरु विद्यार्थीलाई यो व्यवहार र संस्कार सिकाउने भनेको किसिमले हामीले योजना बनाएका छौँ र अबको आउने वर्षदेखि प्रत्येक शुक्रबारलाई किताबविहीन शुक्रबारको रूपमा, बरु विद्यार्थीले किताब नल्याए हुन्छ, एउटा कापी मात्र लिएर आउनुहुन्छ, प्रत्येक विषयमा विषयवस्तुसँग सम्बन्धित रहेर त्यो व्यवहारलाई जोडेर हामीले अध्यापन गराउने योजना बनाएका छौँ। यो सबै गर्नको निमित्त हामीले अभिभावक, विद्यार्थी र स्थानीय अभिभावकको साथ सहयोग सपोर्ट जरुरी हुन्छ। हामीले पाठ्यक्रमले जोडेका कुरालाई छोड्न सक्दैनौँ। हाम्रो पाठ्यक्रम र पाठ्य पुस्तकमा केही जोडी छ, चाहिने तयारी पनि छैन। त्यस कारणले हामीले अहिले नर्सरी जब 2 वर्ष भयो हामीले नर्सरीमा किताब नै राख्दैनौँ। हामीले आफै डिजाइन गरेर किताब निकालेका छौँ र त्यो किताब पढाएका छौँ, किनभने प्रकाशनबाट आउने किताबमा जुन विद्यार्थीलाई बुझिलो हुन्छ त्यस्तो किसिमको देखेर म अभिभावकलाई के ढुक्कका साथ भन्न चाहन्छु भने हाम्रो विद्यालयमा यति नर्सरीबाट विद्यार्थी पढेको छ र माथिल्लो कक्षामा गएको छ भने कुनै पनि विद्यालयमा पढेको विद्यार्थीभन्दा छैन। एकाधको अपवाद हुन्छ, यस्तो हुन सक्छ, तर अन्य समग्रमा हेऱ्यो भने बुटोलको कुनै पनि विद्यालयको नपढेको विद्यार्थी र हाम्रो 2 कक्षामा पढेको विद्यार्थीलाई तुलना गर्नु कमी कहीँ पनि भेट्नुहुन्न। एक स्टेप अगाडि नै होला, पछाडि छैन शैक्षिक क्रियाकलापमा। र हाम्रो अतिरिक्त क्रियाकलापमा थोरै पछि पढेको हो, अन्यको भन्दा अतिरिक्त क्रियाकलापमा थोरै पछि पढेको हो। त्यसको लागि अब यस वर्षदेखि अब कराटे त हाम्रो चलि नै राखेको छ। अतिरिक्त क्रियाकलापमा हामीले जोड्न खोजेको, अब डान्सको क्लासलाई जोड्न खोजेका छौँ र क्रिकेटको क्लास 2टा अतिरिक्त क्रियाकलाप अन्तर्गत हामी जोडेर शैक्षिक क्रियाकलाप अगाडि बढाउने योजना बनाएका छौँ। सानो विद्यार्थीलाई डान्समा, 20 को विद्यार्थीलाई कराटेमा र माथिल्लो क्लासको 6-7 देखि माथि 9 सम्मको विद्यार्थीलाई क्रिकेटमा 3वटा विधामा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने हामीले योजना बनाएका छौँ। यस योजनाको निमित्त र विद्यालयको शैक्षिक उन्नयनका निमित्त तपाईँहरूले साथ सहयोग र सपोर्ट सहयोग गर्नुहुन्छ भन्ने विद्यालयले आशा राखेको छ। र यति भन्दै आउँदै गरेको नववर्षमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारीलाई मङ्गलमय शुभकामना व्यक्त गर्दै हाम्रो विद्यालय आज यो सालको भोलि लास्ट अन्तिम दिन हो। वर्ष 1 गते 2 गतेदेखि नयाँ भर्ना तथा पुराना विद्यार्थीको नामाकरण गर्ने 6 गतेसम्म र 7 गतेदेखि पठन पाठन सुचारू रूपले बिहान 10 बजेदेखि 4 बजेसम्म नै सुचारू हुने कुराको जानकारी गराउँदै म बिदा हुन्छु। तपाईँ आइदिनु भएकोमा पुनः धन्यवाद दिन्छु। धन्यवाद। यस एलबी गभर्मेन्ट एकाडेमीका प्राचार्य आदरणीय मुकुन्दराज उप्रेती सर, विद्यालयका गतिविधिको बारेमा सरले यहाँलाई अवगत गराइसक्नु भएको छ। अब पनि हामी यहाँलाई